तार छुटाइदिएछु तार चाहिँ निकालिदिएको हो कि जति बेला नि हेर्छ भनेर चाहिँ मैले निकालिदिएको अनि बाबुले हेलो गुड मर्निङ नमस्ते सबैजनालाई हाम्रो के भएको छ नु हाम्रो खाजा खाने बेला भयो बिहानको खाजा खाने बेला भयो हामी चाहिँ बिहानको खाजा खाँदै हो हजुरहरूले खानु भयो होला आरिसकुनको कस्तो मङ्की जस्तो भयो त आरिसकुनले के खाँदैछ ए पाङ हो यो ब्रेड हो ब्रेडमा चाहिँ के लगाएको सानुले यो ब्रेकफास्ट हारिसकुनको ड्याडी चाहिँ ब्रेड अनि यो आलमोन्ड अनि म कफी खाँदैछु बिहानको खाजा तिमी चाँडै उठे बाबु पनि चाँडै उठेको लगभग 8:30 बजीतिर उठेको बाबु पनि अनि म नि चाँडै उठे नि अनि सानुले भोक लाग्यो भनेपछि अनि ड्याडीले खाजा बनाइदिएको अनि ड्याडीलाई पनि भोक लाग्यो अनि हामीले पनि मैले पनि अब खाजा बनाएँ आज चाहिँ कफी खान मन लाग्यो प्रायः जसो म चिया खान्थेँ शनिबार अनि आज कफी खाइदिउँ न भनेर चाहिँ म त यसरी नै खान्छु अनि हजुरहरूको के छ सन्चै हुनुहुन्छ होला खाउँ के भन्ने यो जुस त कति छिटो सकायो आरिसले यो ज्याम्बुताबेतेने सबै खाउ ल मामु ने हो र मामु त अब 3 बजे मामुको छुट्टी त 3 बजे हुन्छ अनि 3 बजे लिन जाने हो ल मामुको काम त बिहानैबाट हुन्छ अनि 3 बजेसम्म हुन्छ अनि 3 बजे लिन जाने ल यस्तो रे मामुले त मामुले आरिसकुनको मामुले चाहिँ अहिले सिगोतोमा काममा गएको छ अनि अहिले आरिसले चाहिँ खाजा खाएर अनि आरिसले भनेको चाहिँ आरिसको मामुले बेबी अनि ड्याडी कति बेला लिन आउँछ मलाई भनेर चाहिँ कुरेर बसेको छ अरे के हो यो हो र अनि त्यसको मा 1 2 3 4 5 6 केम्पा दाइगा छुए खाने ए मम्मा बुद्धि कितना डायनासोर हो र अनि डायनासोर त्यहाँ राख्ने घरमाको अगाडि अनि त्यहाँ राख्ने ओइ त ल अनि अगाडि अनि डायनासोर मिलाउने अनि सबै डायनासोर हो र कति मजा न है यहाँ डाइनोसर हेर्नु है सानोदेखि ठुलोसम्मको डाइनोसर डाइनोसरसम्म छ नि त्यो नन्दा ड्याडी सिरा किङकङ हो कुन चाहिँ किङकङ हो यो चाहिँ किङकङ हो बुरासाकी किङकङ हो ए अनि अरू चाहिँ कुन हो यो अनि सबैको नाम भनिदेऊ त देखिर यो कुन डाइनोसर हो भनिदेऊ त टिरेक्स हो यो टिरेक्स यो ग्रीन वा
ग्रीन वा Triceratops. ट्राइसाइकल 첫 배단수 저도 이때 얼마잖아 저때 이빨 위험이 더 오갔다 다리 वकाता 하이 यो आरिजकुनको मोचिया घर 어떻게 अब म चाहिँ बेडसिट मिलाउन लागेको 다리 하얗고 이거요 मैले चाहिँ यहाँ टिभीको तार छुटाइदिएछु तार चाहिँ निकालिदिएको हो कि जति बेला नि हेर्छ भनेर चाहिँ मैले निकालिदिएको अनि बाबुले चाहिँ टिभी चाहिँ बनाउनु रे म चाहिँ बस्छु रे भनेछ होइन हेरौँ उसको रियाक्सन के छ मैले चाहिँ टिभी बिग्रेछु भनेछु के कसले बिगार्यो मलाई थाहा छैन मामुले बिगारेको भनेछ मैले चाहिँ तार निकालिदिएको हो कि उसको रियाक्सन हेर्नु है उसले के भन्छ हारिस कुन यो टिभी कसले बिगारेको मामुले हो हारिस कुनले बिगारेको हो सरी त किन भने किन बिगारेको त त्यो त बिग्रिन्छ सानो ओके मात्र भनेको अनि हारिस कुनले अब टिभी चाहिँ कसले बनाउँछ त अब टिभी ड्याडीले आउँदैन आत्मा किता अब टिभी चल्दैन ल अब नहेर्ने ल खाता छुकी गरे ल अनि यसो ल खाता चुके गरेर अब आसुबु गर्ने अबबाट टिभी चल्दैन बिग्रियो अब आरिजले टिभी बिगार्यो किने ल सँगै किन्ने अब टिभी ओखाने छैन त ड्याडीसँग ओखाने छैन ड्याडीसँग ओखाने छैन त आरिज ड्याडीसँग ओखाने छैन गर्ने मन ताल्यो दोको नि हारु ओखाने ओइदे ओखाने भनेको पैसा छैन उसले कहाँ ए यसमा पैसा अनि खै खोला त पैसा कति पैसा छ 1 2 3 9 देखो त यहाँ राख त यहाँ राख पैसा यहाँ राख्ने ओ टिभी किन्ने पैसा निकाल्दैछ यो पैसा के गर्ने रे टिभी किन्ने यति पैसा छ रे यो पैसाले टिभी आउँछ त
यो पैसाले टिभी आउँछ ए यो पैसाको टिभी आउँछ त हो र तिमीलाई दिन्छ यो पैसाको तिमीलाई दिन्छ हो र हारिजले हो र हारिजले यो टिभी बिगार्यो हो खाने खा सकानाले मात्र खान्छ हारिजले चाहिँ नखाऊ ल हारिजले चाहिँ यो टिभी बिगार्यो अब चल्दैन अब टिभी चाहिँ फाल्नु पर्छ ल अब टिभी फालिदिने ल ए हारिज अब टिभी चाहिँ फालिदिने ल ड्याडीले चाहिँ बनाउनु सक्दैन अब के गर्ने त्यो टिभी हारिजसँग पैसा छ अरे अब भोलि पर्सि फेरि अर्को नयाँ टिभी किन्ने रे यो टिभी चाहिँ फालिदिने ल इजना है हारिज हारिज टिभी कसले बिगारेको रे मामुले हो बिगारेको हो र तिमीले मामुले बिगार्दाखेरि देखेको हो र मामुले टिभी बिगारिदियो भोलि किन्ने मामुले टिभी बिगार्यो नि मामुलाई के भन्छ त भन त मामुलाई मामुले सरी भन्ने ड्याडीलाई अनि ड्याडीले के भन्ने रे इट्स ओके भन्ने हो र अनि मामु त अब मामुसँग एङ्ग्री नहुने हो र नहुने अनि मामुले त अघि मलाई फोन गरेर मैले बिगारेको छैन हारिजले बिगारेको हो भन्छ त पुलिसले लग्छ नि टिभी चाहिँ बिगार्नु हुँदैन नि हो र अनि पुलिस आउँछ अनि पुलिसले समातेर लान्छ नि पुलिसले दामी भन्छ नि मामु त्यही भएर टिभी बिगार्नु हुँदैन ल टिभी बिगार्यो भने पुलिसले लान्छ अनि पुलिसले त दामी हुन्छ भन्छ नि ए मामुले बिगारिदिएको नि टिभी त मित्या मामु के त यो बिगारेको हो टिभी मामुले बिगारेको हो रे टिभी मामुले बिगार्दिन त अनि कहिले बिगारेको दादीले मामुले बिगारेको सरी भन्नु दादी मैले सरी भन्ने हैन मामुले सरी भन्ने मामुले बिगारेको होइन त टिभी तिमीहरू दुईजना घरमा थियो तिमीहरू दुईजनाले बिगारेको होला नि त अनि हैन मामुले होइन त हारिजले हो बिगारेको ड्याडीले त थाहा छैन त अन्त माने मामुले अनि दाइ मामु सरी भन्नु दादीले किन सरी भन्ने मामुले बिगारेकै होइन मामुले त हिजो तिमी राति हेर्दा मामु गएर नेने गरेको होइन ओ नो मामुले बिगारेको होइन अब के गर्ने अब टिभी चाहिँ ओ तनाव भयो के गर्ने होला कसले बिगार्यो टिभी टिभी कसले बिगार्यो बिग्रियो टिभी कसले बिगारेको टिभी के किन्ने अझ बिग टिभी चाहियो यो चाहिँ सानो भयो ए अझ ठुलो चाहियो ए पैसा छ तिमीसँग छैन अनि केले किन्ने त ड्याडीसँग छ थैली निकाल्नु त्यही थैली हो के को थैली पैसाको मेरो त्यो निलो थैली कोइन
यो आरिजको अब टिभी अब नकिन्ने अब यो टिभी फालिदिने ल यहाँ आउँदा एउटा कुरा भन्छु अब यो टिभी मामु अब यो टिभी फालिदिने ल अब टिभी नहेर्ने ल नहेर्ने बिग्रियो मामुसँग ड्याडीसँग पैसा छैन अब टिभी कि टिभी आउँदैन अब नकिन्ने ल अब टिभी नहेर्ने ल आँसुको मात्र गर्ने हानासु मात्र गर्ने ओके दाइसँग आँसुको गरेको भयो अनि ए भइसक्यो अब आसो गर्नु पर्दैन त मामु एकचोटि गरेपछि भयो भयो अब अझ के किन्ने बी किन्ने र मामुले त बिगारेको होइन नि मामुले बिगारेको होइन सबैजनालाई भनिदिनुहोस् मैले बिगारेको होइन भनेर मामुले बिगारेको होइन त्यो सानो मामुले बिगारेको होइन हारिसकुलले बिगारेको हो उसो आनासी हारिसको हारिसकुलले हो र हारिसकुलले नि होइन बिगारेको आफै बिग्रियो नि ड्याडीले बिगारेको ड्याडीले ओ देख्यो टिभी ड्याडीले बिगारेको कि त हारिसको के भनेको रे ड्याडीले ड्याडीले टिभीको तार निकालिदिएको मलाई त्यस्तो ब्लेम लाग्दो रहेछ त यसले आमा अन्त मामु उसिर डाइनोसर फालेको रहेछ त मामुले भन्छ आउँदा बित्तिकै के भन्छ ओके अब टिभी बिग्रियो अब कसैले पनि टिभी नहेर्नु ल अब टिभी छैन स्वागत टिभी ल अझ ठुलो चाहिएछ यो सानो भयो नि अझ ए ल ओके हजुर घर आएँ अनि अहिले यहाँ पनि भत्तै गर्मी चाहिँ लास्टै बढेको थियो हिजो अस्ति चाहिँ पानी पर्दाखेरि चाहिँ अलिअलि चिसो थियो अहिले चाहिँ गर्मी बढेछ यता पनि त्यही भएर हजुरहरू पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला धेरै मात्रामा चाहिँ पानी पिउनु होला अब आफ्नो हेल्थ भयो भने चाहिँ सबै कुरा हुन्छ अब हेल्थ नै भएन भने चाहिँ सबै कुरा गर्न गाह्रो हुन्छ त्यही भएर आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला सधैँ गेन्किरहनु होला अब यस्तै भिडियोहरू लिएर आउने नै छु हजुरहरूले नि भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला अब यस्तै भिडियोहरू भोलि लिएर आउने नै छु तबसम्मलाई बाई बाई